जिन्दगी सङ्घर्ष हो। हामीले सधैँ सङ्घर्ष गरिराख्नुपर्छ। एउटा चुनौती पनि हो, हामीले लडिरहनु पर्छ। नमस्कार साथीहरू, म कैलाश विष्ट माही। आजको यात्रा एकदमै विशेष रहेको छ। आज मिति 2083 सालको दोस्रो दिन। मेरो भने यात्रा लामो रहेको छ। नयाँ ठाउँ, कहिले नगएको, एकदमै अर्थपूर्ण कामको सिलसिलामा त्यहाँ पुग्ने जमर्को गरेको छु। हामी निकुञ्जको बिचैबिच निकुञ्ज हुँदै अगाडि बढिरहेका छौँ। एकदमै रमाइलो। बिहान पखको समय हुँदा हामीलाई अलिअलि चिसोको पनि महसुस भइरहेको छ, किनभनेपछि निकुञ्जभित्रको चिसोपनले हामीलाई गरिरहेको छ। अनि अगाडि जाँदै बढ्दै गर्दा निकुञ्जभित्र हेर्नुहोस् त, आगो लागेर पुरै बाटोमा यस्तो भइरहेको छ। निकुञ्जभित्रको जनावरहरूलाई के भएको होला कुन्नी। हामी निकुञ्ज चिर्दै अगाडि बढ्दै जाँदा बल्ल हामीले गाउँ भेट्यौँ। निकुञ्ज पार गऱ्यौँ अनि त्यहाँबाट निस्क्यौँ। बिस्तारै गाउँको बाटो हुँदै हामी अगाडि बढिरहेछौँ। अगाडि बढ्दै जाँदा मलाई लाग्छ यो हाइवे हुनुपर्छ, किनभनेपछि गाउँको बाटो यति फराकिलो, यति छिट्टो परेको मैले अहिलेसम्म देखेको थिएन। त्यहाँबाट पनि हामीले अलि अगाडि बढ्यौँ। अझै हामीले धेरै टाढा जानुपर्नेछ। अनि बिच खोलामा हेर्नुहोस् त, खोला एकातिर छ, पुल एकातिर परेको हुँदा मैले दृश्य कैद गरिहालेँ। अनि अगाडि बढ्दै जाँदा कच्ची बाटो आयो, पक्की बाटोभन्दा धेरै सङ्घर्षपूर्ण। अनि हुँदाहुँदै अलि अगाडि बढ्दा बजार आयो। बजारबाट पनि हामी अगाडि बढ्यौँ। यहाँ पुगुन्जेलसम्म हामी धेरै किलोमिटर हिँडिसकेका थियौँ। मलाई एकदमै नयाँ ठाउँ, हिँड्दै हिँड्दै काम गर्ने ठाउँतिर पुग्यौँ। काम गर्ने ठाउँ यहाँ पारी देख्नुभएको छ, पारी चाहिँ नेपाल, पारी बोर्डर इन्डियाको बोर्डर रहेको छ साथीहरूले भन्नुभएको। अनि यस्तो अनुभव भयो, यस्तो ठाउँमा यस्तो कहिले नपुगेको, यस्तो घरबाट धेरै टाढा आज आउनु पर्दा मलाई मन अलि खुसी पनि भएको छ, थोरै मनमा चिन्ता पनि लागेको छ। अनि हामी फेरि अगाडि बढ्यौँ। यहाँ जङ्गलमा पुग्यौँ। जङ्गलमा गोलिया उठाउँदै गोलिया